नमस्कार सबैजनालाई गुड मर्निङ। आज मेरो डे 81 डेली मेडिटेसन। मैले चाहिँ डेली मेडिटेसन गर्दाखेरि के गर्छु त बिहानमा गर्ने कुराहरू आज पानीमा आयो, नुहाइयो यो नेचरमा, अनि जुन नेचरको फिलिङ्स जुन हिलिङ्स अझै पनि लिइरहेको छु मेरो यो कपडाबाट। यो कपडा चाहिँ खासै ख्याल नगर्नु होला, मेन कुरा भनेको ज्ञान हो। ज्ञान चाहिँ इम्पोर्टेन्ट छ हामीलाई। अब हामी चाहिँ ज्ञानतिर लाग्छौँ। ज्ञानतिर जहिले लाग्दाखेरि तपाईँको ध्यान दिनुपर्ने भनेको अब आफ्नो डेली गर्ने ब्रिदिङ अब एक्सर्साइजहरू म गर्छु, तपाईँले हेरेर चाहिँ सिक्न सक्नुहुन्छ। मैले 3टा स्टेप्स छ मेरो। 3टा स्टेप्समा के छ भन्नुहुन्छ भने सुरुमा मैले हनी बी वाला गर्छु, त्यसपछि ओम गर्छु, 10 हनी बी 10 ओम, अनि 30 चाहिँ तपाईँको यो ब्रिदिङ एक्सर्साइज गर्छु। यसलाई 3 टाइम्स रिपिट गर्छु। यसले तपाईँको होराइजन दिमागको एक्टिभिटी, तपाईँको प्रोडक्टिभिटी सबै कुराहरू खोलेर तपाईँले 21 दिन गरेर हेर्नुहोस्, तपाईँको लाइफ बदलिनेवाला छ। ट्राई गर्नुहोस्। 21 दिनमा पैसा डबल जस्तै 21 दिनमा तपाईँ डबल, तपाईँको दिमाग डबल, तपाईँको सोच डबल र तपाईँको लाइफ डबल भन्नाले बुझ्नुभयो। अनि ल अब हामी चाहिँ स्टार्ट गर्छौँ। हामी हनी बी भन्छ यसलाई, जस्तै मौरी कराउँछ नि, मौरी कराए जस्तै गरेर हामी त्यो चाहिँ 10 गर्छौँ। अनि त्यसको लगत्तै ओम 10 गर्छौँ। ओम गर्दा पनि म के गर्ने भन्छु। हामी चाहिँ हनी बीतिर लाग्छौँ। मेरो साथी पनि साइडमा छन्। अब म चाहिँ आफू गरिरहेको छौँ। अब यो हामी यता आएको कारणले गर्दा नुहाइँदै गर्ने क्रममा गर्दा आज नेचरमै दिउँ भनेर हामी ओम गर्दा जहिले यो हात चाहिँ यसरी राख्न सकिन्छ। हनी बी गर्दाखेरि अनि खासै केही जोड दिनु परेन। यसले कान मात्र ढाक्ने हो। कान ढाकेर आफ्नो त्यो भित्र भएको भाइब्रेसनहरूलाई चाहिँ फिल गर्ने हो। गरेर तपाईँको दिमाग पनि एकदम त्यो भाइब्रेट हुन्छ कि त्यो बेलामा कुनै इन्फ्लामेसन छ भने दिमागमा त्यो कुराहरू कम गर्ने काम गर्छ र यसले तपाईँको सार्पली भन्नुपर्दा तपाईँको दिमागमा ऊर्जाहरू पठाउने काम गर्छ। ल अब हामी चाहिँ स्टार्ट गर्छौँ। अनि सेम त्यही प्रोसेस। अनि हामी चाहिँ 10 गर्छौँ है त। यो लामो सास फेर्छौँ अनि 10 चोटि आफूले मनमा गनेर गर्नुहोस्। यो गरेको साथसाथै हामी शरीरमा भएको त्यो भाइब्रेसनलाई फिल गर्न सक्छौँ आँखा बन्द गरेर र नेचरको आवाज सुन्न सक्छौँ। अब हामी ओम गर्छौँ। ओम गर्दाखेरि जहिले ध्यान दिनुपर्ने कुरा भनेको तपाईँको स्टार्ट गर्नुहोस् साथी, स्टार्ट गर्नुहोस्। ओम गर्दाखेरि यहाँनिरबाट गर्दै यहाँनिर गरेर चाहिँ यहाँ घाँटीबाट माथि गएपछि गरिन्छ। यसरी चाहिँ तपाईँको एउटा मूलाधारा चक्र भन्छ। मूलाधारा चक्र भनेको त्यो हाम्रो पेनक्रिया त्यो जहाँ दिशा गर्ने र हाम्रो त्यो पिसाब गर्नेको बिचमा हुन्छ। त्यहाँबाट चाहिँ हामीले ऊर्जालाई उठाए जस्तो हो। यो चाहिँ उठाएर चाहिँ अब खासमा त्यहाँबाट ध्यान दिनुपर्ने। अहिले तपाईँले नाइटोबाट स्टार्ट गर्न सक्नुहुन्छ। बिस्तारै त्यो फ्लो हुँदै गएपछि अनि नाइटोबाट स्टार्ट गरेर यहाँ पेटको यहाँनिरबाट भनौँ न, नाइटोभन्दा तलबाट स्टार्ट गरेर
यो ब्ल्याडर हुन्छ नि हाम्रो युरिन ब्ल्याडर, त्यहाँभन्दा तलबाट नि गर्न सकिन्छ। त्यहाँनिर स्टार्ट गरेर यहाँनिर आउने, चेस्टनिर आउने, चेस्टनिर आएर गरेर यहाँ घाँटीबाट माथि जाँदाखेरि गर्नु पऱ्यो। गर्दाखेरि त्यो जुन तिनटै भाइब्रेसन दिमागमा पुग्नु पऱ्यो कि मूलाधारदेखि लिएर शक्ति, आफ्नो एउटा ऊर्जा, इनर्जीलाई चाहिँ माथि लगे जस्तो हो। अब यसले चाहिँ डेली गर्नुभयो भने यसको डिफ्रेन्सेस देख्नुहुन्छ, तर डेली गर्नु भएन भने यसको केही पनि थाहा पाउनुहुन्न। अब स्टार्ट गर्छौँ 10 टाइम्स हामीले, है त। अब स्टार्ट गरौँ। यसको लागि केही त्यही ध्यान पोजिसनमै बस्दा हुन्छ, फरक केही पनि पर्दैन। लामो सास फेर्ने। जति लामो सास फेर्नुभयो तपाईँ त्यति तपाईँले गर्न सक्नुहुन्छ। यो लामो सास फेर्ने पहिला 10 टाइम्स। शरीरमा भएको त्यो ऊर्जा, त्यो हावा, त्यो सबै कुराहरूलाई फिल गर्न सक्नुहुन्छ। अब हामी ब्रिदिङ एक्चुअली हामीले डेली गर्नेवाला ब्रिदिङ गरिन्छ। त्यसपछि मैले 3 मिनट ध्यान गरेर भिडियो क्विट गरेर मेरो कन्टिन्यू गर्छु, किनकि भिडियो लामो हुन्छ। तपाईँलाई थोरै सिकाउन आएको, यति कुरा सिक्नुभयो भने चाहिँ सायद केही तपाईँलाई चेन्जेस आउनेवाला छ। तर रेगुलर रूपमा गर्नुभयो भने केही न केही देखिन्छ। रेगुलर रूपमा गर्नु भएन भने चाहिँ केही पनि देखिँदैन, है त। रेगुलर चाहिँ गर्नु पऱ्यो, किनकि केही कुराहरू तपाईँले थाहा पाउनु छ भने, बडी बनाउनु पर्ने छ भने नि आज मात्रै त्यो डम्बल उचालेर बडी बन्दैन। तपाईँ रेगुलर रूपमा गर्नुभयो भने बडी बन्ने हो। सो यो पनि बडी बने जस्तै सोच्नुहोस्, ब्रेन बनाउने कुराहरू, ब्रेनलाई पनि एक्सर्साइज चाहिन्छ, है त। अब हामी चाहिँ मलाई गर्छौँ र लगत्तै त्यसको 3 मिनट ध्यान बस्छौँ, एकदम डिप मेडिटेसन गर्दाखेरि चाहिँ एकदमै ध्यान दिनुपर्ने कुराहरू म बताउँछु। अहिले चाहिँ हामी मेनली भनेको हाम्रो ब्रिदिङ गर्छौँ। ब्रिदिङ गर्न रेडी हुनुहोस्, आफूलाई एकदम पोजिसनमा राख्ने। त्यसको लगत्तै हामी ध्यानमा जान्छौँ, है त। ल यसरी सास लिने, यसरी फ्याल्ने। लिँदाखेरि एकदमै पिसफुल रूपमा लिने, फ्याल्दाखेरि एकदमै बेस्टनी फ्याल्ने।
आफूलाई एकदमै काम रूपमा हेर्नुहोस्, शरीरमा भएको सेन्सेसन हेर्नुहोस् ब्रिदिङ गरिसकेपछि। र अब आफ्नो ब्याकबोनलाई स्ट्रेट गरेर तपाईँ आफ्नो सासतिर ध्यान दिनुहोस्। सँगै बाहिरको चराचुरुङ्गीहरूको आवाज दिनुहोस्। सँगै आफूले ह्याप्पी मोमेन्टहरू जति बेला के चाहिँ खुसी हुनुभयो त्यसमा ध्यान दिनुहोस्। हामीले 3 देखि 4 मिनट डिप मेडिटेसन गरिन्छ। डिप मेडिटेसनमा सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको ब्रिदिङ गरिसकेपछि तपाईँलाई केही पनि थट्स आउँदैन, एकदम ह्याप्पी, सबै ह्याप्पी कुराहरूलाई फिल गर्ने। आज 3 मिनट, भोलि 4 मिनट, पर्सि 5 मिनट यसरी बढाउन सकिन्छ। सो अब स्टार्ट गरौँ है त। ध्यान गर्दा जहिले ध्यान दिनुपर्ने तपाईँको कुराहरू भनेको तपाईँले आफूले एकदमै त्यो ब्याकबोनलाई स्ट्रेट गर्ने र आफूलाई काम गराउँदै जाने, बाहिरको नेचरको आवाज सुन्दै जाने। आफ्नो ब्रिदिङलाई बिस्तारै हल्का बनाउँदै जाने, छिटो ब्रिदिङ नगर्ने। बेला बेला ध्यान भड्किन सक्छ, त्यसको लागि चिन्ता लिनु पर्दैन। र आफूलाई थोरै मोमेन्टबाट आफूलाई फेरि कन्सियसमा लिएर आउनुहोस्। बाहिरको हावालाई फिल गर्नुहोस् र थोरै आफ्नो सोल्जरहरू हल्लाउनुहोस्। थोरै बिस्तारै सोल्जरहरूलाई हल्लाउँदै औँला चलाउनुहोस् खुट्टाको, अनि टाउको थोरै हल्लाउनुहोस्। त्यसपछि आफ्नो हात दुईटा कुरा जोड्नुहोस्। हात जोडेर फ्रिक्सनल फोर्स भन्छ पहिला यसलाई चाहिँ फ्रिक्स गरौँ र अनि आफ्नो आँखामा लगाउनुहोस्। आँखामा लगाउने क्रममा तपाईँले एकदमै आफूमा भएको ऊर्जा, आफूमा भएको एनर्जी, आफूमा भित्र बोलिएको शक्ति र आफूमा भएको त्यो लाइट महसुस गर्नुहुनेछ। आफूभित्र उज्यालो लाइट बोले जस्तो महसुस गर्नुहुनेछ। यदि उज्यालो बोलेको महसुस गर्नुहुन्छ भने तपाईँ ध्यान गर्नलाई योग्य हुनुहुन्छ, तपाईँले ध्यान लागिरहेको छ भनेर बुझ्न सक्नुहुन्छ। फ्रिक्सन गर्नुहोस् एकदमै, अनि आँखामा लगाउनुहोस् अनि लामो सास फेर्नुहोस्। भित्र ताराहरू पनि देखिन सक्छ।
एकदमै तारा सारा एकदमै देख्न सक्छ। 3 टाइम्स गरौँ है त यो। लामो लामो सास फेर्दै लामो लगाउनुहोस्, बिस्तारै सास छोड्नुहोस्। अगेन अगेन फ्रिक्सनल, अनि लामो लामो सास फेरिराख्नुहोस् बिस्तारै। रोक्नुहोस् सास, अनि त्यसपछि आँखामा लगाएर बिस्तारै सास छोड्नुहोस्। अनि कस्तो फिल भयो त तपाईँहरूलाई, कस्तो ऊर्जा आयो त कमेन्टमा छोड्न सक्नुहुन्छ। सबैको दिन शुभ रहोस्, सबैलाई धेरै राम्रो होस् र सबैले मलाई लाग्छ यो प्रयास गर्नु नै छ र सबैको जिन्दगीमा हाँसी खुसी आओस्। धन्यवाद।